यति बेला ठूलो मात्रामा हावाहुरी चलेपछि प्रकाश गुरुङले यो रोक्नका लागि यति बेला आफ्नो यो कर्म गरिरहनु भएको छ। भगवानलाई प्रार्थना गरिरहनु भएको छ। निकै ठूलो भीषण मात्रामा यो हावाहुरी सहितको पानी पर्ने सम्भावना देखिएको छ। आज यति बेला हामी हावाको पार भयो, हावाको पार ल अब एकछिनपछि यो हावा पानी परे पनि पर भित्तामा भयो। अब बिस्तारै बिस्तारै यसले आफ्नो मार्ग यसले बदल्दै बदल्दै पारी पारी जानेछ। र यो पहिला पहिला भन्दै नि झाँक्री गुरुहरूले चाहिँ अब यो जाने बेला हो नि त। होइन गुरु उडाउला है तपाईलाई नि उडाउला बिचरा। हेर्नुस् कबाट हल्लाएको छ अघि। होइन होइन प्रकाश गुरु तपाईँ कहाँ जाँदै हुनुहुन्छ चामल लिएर? पानी रोक्न जाँदैछु अब। ल ल ल है त ल ल ल ल ल ल ल। होइन बाहिर निकै ठुलो हावाहुरी वर्षा चलेको रहेछ त। ओहो उडाउँछ क्या हो? जय बजरंग बली। उडाउँछ क्या हो गुरु आज त? यति बेला ठूलो मात्रामा हावाहुरी चलेपछि प्रकाश गुरुङले यो रोक्नका लागि यति बेला आफ्नो यो कर्म गरिरहनु भएको छ। भगवानलाई प्रार्थना गरिरहनु भएको छ। निकै ठूलो भीषण मात्रामा यो हावाहुरी सहितको पानी पर्ने सम्भावना देखिएको छ। आज यति बेला हामी हावा कम्ती हावा जस्तो लाग्यो। हावाको पार भयो, हावाको पार ल अब एकछिनपछि यो हावा पानी परे पनि पर भित्तामा भयो। अब बिस्तारै बिस्तारै यसले आफ्नो मार्ग यसले बदल्दै बदल्दै पारी पारी जानेछ। र यो पहिला पहिला भन्दै नि झाँक्री गुरुहरूले चाहिँ अब यो जाने बेला हो नि त। होइन गुरु उडाउला है तपाईलाई नि उडाउला बिचरा। हेर्नुस् कबाट हल्लाएको छ अघि कस्तो थियो ल। हेर्नु अघि कस्तो थियो। अब एकछिनमा हेर्नुहोस् न भन्ने होइन तपाईँ पुर्खा हल्लेर फेरि देख्दैन है गुरु सबै। ओहो भन्ने साथ त तातो भात त फुकेर खानुपर्छ। अब यसले मार्गदर्शन गर्दैछ। अब यो बाटो हुँदैन। ल हेर्नुहोस् ल गयो। अब आफ्नो बाटो जाने हो। जानु पर्यो नि। जे पनि मार्ग हुन्छ नि बाटो हुन्छ। त्यसैले ल जान्छ। होइन होइन गुरु उडाउला नि त आउनुहोस् यता उडाउँदैन हुँदैन। तपाईँ ढुक्क हुनुहोस्। नेपाल तान्त्रिक झाँक्री सङ्घले यी हावालाई 7 डाँडा बारी पठाउँछ। समय त लाग्छ नि। भात त तातो भात त पुग्ने साथ भात पाक्न 15 मिनट लाग्छ। गडेङ गरी यो जस्तै भत्किँला होइन त हो। अहिले जस्ताको आवाज आइछ त। ल भन्नु त। अहिले घटो गुरु अहिले घटो। यो त तपाईँले हल्लायो भने मात्र कराउँछ। अब त कराउँदैन मात्र बसिसक्यो पानी। ल पानी होइन हावाको भन्ने सुने है। यो हावालाई चाहिँ डाँडा बारी पुर्याइसके। विश्वास गर्नुहोस् या नगर्नुहोस् जय शम्भु। ल हस् हस् हजुर।